सो हेलो आजको नमस्ते टु माई भ्लग। आजको भ्लगमा हजुरहरूले हेर्न सक्नुहुन्छ हामी आएको छौँ यहाँ घाँस झार्न। हजुरहरूलाई म अस्ति पहिला यहाँ आउँदाखेरि हामीले यहाँ रोपेको थियौँ मकै। यहाँ मकै अहिले पुरै उम्रिसकेको रहेछ। अनि हाम्रो यहाँ सागर दाजु नि हुनुहुन्छ। हाम्रो सागर दाजु आज घाँस काट्न आएको छौँ हामी टक्क लाएर। सो आज म चाहिँ घाँस काट्न आएको छु अनि भाइको भ्लगमा आएको छु। फर्स्ट टाइम हो म चाहिँ भाइको भ्लगमा। अनि यस्तै हो, गाउँको लाइफ यस्तै छ, बितिराखेको छ। अनि म चाहिँ हिजो भर्खर आइपुगेको काठमाडौँबाट। अनि त्यसपछि यस्तै छ। अब हामी चाहिँ घाँस काट्नेछौँ अनि आज हामी के गर्नेछौँ सबै अपडेट भाइको भ्लगमा भाइले दिनेछ। थ्याङ्क यू। अब हामी घाँस काट्नेछौँ। लगाएछ होइन, हेर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो यहाँ सागर दाइ अब रुखमा चढ्न लाउनु भएको छ। रुखमा चढेर अब घाँस झार्ने भनेको अब यही खनाएको हो। अब हेर्न सक्नुहुन्छ यो खनायो, अब हल्का घामले गर्ने गाह्रै भएको छ हजुरहरूलाई देखाउन। अब यो हेर्न सक्नुहुन्छ हाम्रो कोट मन्दिर हेर्न सक्नुहुन्छ। यहाँ म हल्का ब्राइटनेस बढाउँछु गाइस होइन, हेर्न सक्नुहुन्छ यो हाम्रो कोटकाली मन्दिर। अब होइन अब यति पुरै होइन, अब हामीले रोपेको यो सब मकैहरू हाम्रै बारी यति सब हेर्न सक्नुहुन्छ। अब यति ट्याक्क लाएर खना यति झारी भएपछि होइन, अब हामी भने अब काफल टिप्न जाने प्लान छ। अब प्लान भयो, अब त्यो प्लान अब यति प्लान भएपछि अब त्यो प्लानलाई नै अन्जाम दिने चाहिँ तयारीमै हो। हेर्न सक्नुहुन्छ हाम्रो सागर दाइले ल सुरु गर्नु भइसक्यो। पहिलो डाली नै यत्रो ठुलो डाली झारिदिनु भएको छ। हेर्न सक्नुहुन्छ ऊ झऱ्यो सागर दाइ। अब अर्को डालीमा नि छिर्नु भइसक्यो यहाँ सागर दाइ। अब यति भएपछि अब हजुरहरूलाई अब एकछिनमा हामीले अपडेट दिइहाल्नेछौँ होइन, हेर्न सक्नुहुन्छ। सो फाइनली गाइज अब हाम्रो यहाँ खनायो झारेर नि भ्याइयो। अब सागर दाइ झर्दै हुनुहुन्छ बिचमा अड्केको। हेर्न सक्नुहुन्छ अड्केको बिचमा अड्केको त्यो खनाएको डालीहरू झार्दै हुनुहुन्छ। अब खनाएको डालीहरू झारी भएपछि अब हामी त्यो काप्रा काट्न जान्छौँ। अब हो त्यो अब हेर्न सक्नुहुन्छ होइन, हो यो काप्रा काट्न जान्छौँ। अब यति काप्रा काटी भएपछि अब हाम्रो प्लान अब त्यति नै हो, फिक्स भए जस्तो नै। अब त्यसरी नै अब हामी काफल टिप्न नि जान खोज्छौँ। अब काफल रहेछ भने अब हजुरहरूलाई टिपेर देखाउँछौँ पनि। अब हजुरहरूलाई अब काफल मनपर्छ मन पर्दैन हजुरहरू कमेन्टमा भनिदिनु होला होइन। गाइस होइन हामीले अब फाइनली यो खनायो पनि अब काटेर छिमालेर अब हामीले बटालिरहेछौँ। अब यति बटाली भ्याएर काप्रो काटिन्छ। यहाँ सागर दाइले यहाँ धेरै मिहिनेत गर्नुभएको। हाम्रो यहाँ सागर दाइको लागि एक सब्सक्राइब भने नि गरिदिनु होला, लाइक भने नि होइन, हेर्न सक्नुहुन्छ गाइज होइन। सो गाइज हजुरहरूलाई अब म के भन्न चाहन्छु भन्दाखेरि हामीले हल्का मिस्टेक भएछ। यहाँ मम्मी आउनु भएको छ। मम्मी आउनु भएर भन्नुभयो अब हामीले खनाए चाहिँ त्यो ठिकै जुन भनेको त्यही काटेछौँ। अब यहाँ अब के अरे काप्रो भने चाहिँ अलिक तल्लोपट्टि ऊ त्यो देख्न सक्नुहुन्छ त हजुरहरूले, हो त्यो काट्न पर्ने रहेछ। हामीले अर्कै काट्न खोजेछौँ क्या धन्देले। झन् मम्मी आउनु भएर बाँच्यो होइन गाइस। अब यहाँ एउटा मुठा भयो। अब त्यहाँ 2-3टा मुठा बाँकी छ अझै धेरै छ यो खनाएको मुठा। अब यति अब एउटा गरेपछि अब हामीले होइन हाम्रो प्लानलाई फिक्स अन्जाम दिने क्या गाइस होइन। हजुरहरू होइन स्टिल वेटिङमा बसिरहनु होइन गाइस। म एकछिनमा हजुरहरूलाई अपडेट दिन्छु क्या। ल अहिले भाइ चाहिँ विक्रम भाइ चाहिँ टक्क लाएर रुखमा चढेको छ घाँस हार्नको लागि। भाइ त घाँस काट्दै एकैचोटि टुप्पा पुग्यो त। कालो आएको होला। सो कालो आएको होला है। हामी दाजुभाइ नै काला छौँ। अनि भाइ चाहिँ अहिले टक्क लाएर रुखमा चढेको छ। ए नै त्यो पिपल काटेको जस्तो भयो घाँस काट्दा। ल गाइस होइन फाइनली अब हाम्रो यहाँ सागर दाइले होइन अब यति काप्रो काटेर नि भ्याइदिनु भयो। अब काप्रो काटेर भ्याइदिनु भयो। अब यति भएको छ काप्रो। अनि त्यहाँ अहिलेको ऊ छ खनायो। अब सागर दाइ झरिसक्नु भइसक्यो। अब हामी कहाँ जान्छौँ? अब हामी यो घाँसमा टुलेर काफल टिप्न जान्छौँ, वन काफल। या राइट। ल अब हामी यहाँ घाँस बटाल्छौँ हजुरहरू होइन। हजुरहरू इन्जोय गर्नुहोस् होइन। हामी यहाँ घाँस बटालेको हजुरहरू हेर्न सक्नुहुन्छ कसरी हो, कहाँबाट देखाइदिन्छ। अब हामीले अब यहाँ बटालेर भ्याउन लाग्यो। अब हाम्रो
यति भ्याएर मुठा पारेपछि भ्याइन्छ सब काम अनि जाने हो काफल टिप्न यस फाइनली अहिले मैले घाँस चाहिँ झारेर अनि ए ला डाला अड्क्यो क्या अनि घाँस चाहिँ झाऱ्यौँ अन्त घाँस झाऱ्यौँ अनि त्यसपछि यहाँ अब बटुल्ने क्रम जारी छ हाम्रो चाहिँ अनि भाइ चाहिँ यहाँ माथि एउटा डाला अड्केछ म चाहिँ सुइसी झरेछु सो भाइ जाँदैछ जाँदैछु गाइस यस यस फाइनल्ली डाला खसेको अवस्था भाइ चाहिँ खसेन ओके झर 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 सो अहिले चाहिँ हाम्रो नेवारहरूको दिवाली आइरहेको छ अनि त्यसपछि अहिले चाहिँ त्यो गाउँमा चाहिँ रागो काटिरहेको छ त्यो ठाउँमा अनि सो अब हामी चाहिँ घाँस लिगेर घर जानेछौँ फाइनल गाइज अब हामीले यहाँ भारी हाल्न लागेको छौँ अब भारी हाल्नको लागि मैले यहाँ सागा दादालाई यहाँ पहिले बनाएको मुठाहरू दिँदैछु पहिला मुठा हाल्नुपर्छ अनि मात्र भारी यहाँ राम्ररी बन्छ होइन अब म बोक्ने भनेको एउटा मात्र हो म धेरै अब यहाँ बोक्न त मिल्थ्यो होला तर सागा दादाले बुक गर्नुभएको छ तिम्रो हाम्रो मम्मी पनि यहाँ दाउरा ओसार्दै हुनुहुन्छ अब सागा दादाले यहाँ यसरी हाली भ्याएर अब हामी ठ्याक्क उता तल पुऱ्याउँछौँ अनि त्यसपछि जान्छौँ हामी ठ्याक्क हाम्रो डेस्टिनेसनमा होइन गाइस ल हजुरहरूले हेर्न सक्नुहुन्छ भारी हाल्ने तरिका कोहीलाई थाहा छैन भने कोहीलाई फेरि भारी हाल्न आउँछ कि आउँदैन पहिला तपाईँ हजुरहरू कमेन्ट गर्नुहोस् है हजुरहरू कमेन्ट गर्नु होला कमेन्ट गर्नु नै होला त्यसरी गर्नु नै होस् होइन लाइक सब्सक्राइबमा चाहिँ हान्न नबिर्सिनु फेरि हाम्रो यहाँ सागा दाइले धेरै मेहनत गर्नुभएछ अनि हाम्रो मम्मी लुगा आएछ होइन फाइनली अब हाम्रो हामी यहाँ बोक्दैछौँ बाजे यसरी बल्लाउनु पर्छ मान्छे सिङ्गेको चल्नु पर्यो ल गाइस हामीले अब यहाँ यति गरी भइसक्यौँ अब हाम्रो मम्मीले नि यहाँ भारी हाल्नु भइसक्यो अब म भने रित्ती हिँड्ने रहेछ अब सागर दाइले सब बोकिदिन्छु भन्नु भइहाल्यो अब हामी ठ्याक्क हेर्नुहोस् हाम्रो गाउँ यहाँ हामी यहाँ पुग्न पनि यहाँ ठ्याक्कै यहीँ तल हो अब अब उता तलबाट हामी यसो हाम्रो गन्तव्यतर्फ बढिहाल्छौँ होइन हेर्न सक्नुहुन्छ हाम्रो यहाँ सागर दाइ यहाँ बल वान होइन सागर दाइ एकचोटि यता थम्सअप बाँधिदिनु त यो ल हाम्रो मम पनि सो गाइस हेर्नु होइन फाइनली अब हामीले यहाँ के अरे ल्याएर सागर दाइले यहाँ पुरै ल्याएर राख्नु भइसक्यो हामीले होइन हामीले हाम्रो मेहनतको फल पाइसक्यौँ क्या दुईवटा फ्रुटी अब हामी जान्छौँ होइन हाम्रो गन्तव्यमा हजुरहरूलाई थाहा छ नि फेरि हाम्रो गन्तव्य हाम्रो यहाँ घरकोलाई कोहीलाई थाहा छैन फेरि हामी यहाँ अहिले घरदेखि जाने बाहनामा छौँ क्या बुझ्नु यस हामी चाहिँ अहिले यसो दकुर्दैछौँ अनि भाइ यता दकुराउँदैछ भाइलाई चाहिँ यसो दकुराउँदैछु यो सर्प निस्क्यो क्या हो अफिसमा गएर ब्रिटिस त हान्यो क्या गाइस यस भाइले देखेको सपना चाहिँ पुरा होस् होइन दाइले पुरा गर्न नसके पनि भाइले चाहिँ हान्नु पऱ्यो चट्ट सो अहिले हामी चाहिँ लङ रनिङ सुरु गर्दैछौँ अब कहाँसम्म हुन्छ हामी तपाईँलाई अपडेटहरू दिने नै छौँ नाइस यु क्यान डु इट सो अहिले हाम्रो चाहिँ रनिङ
भइरहेको छ अनि यता भाइ पसिना काट्दैछ भाइ पनि अनि हाम्रो भनेको चाहिँ आज वनकालिका हुनेछ सो यस्तै हो भाइ पनि दौडिराखेको छ भाइलाई यसो रनिङको बारेमा सिकाउँदैछु भाइहरूलाई सो गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुगिसक्यौँ वनकाली होइन अब हामी यहाँ हल्का वर्कआउट गरेर फेरि जाँदाखेरि पनि दौडिन्छौँ होइन अब हजुरहरूलाई अब के अरे अझै हाम्रो राम्रोको लागि हजुरहरूले केही टिप्स छ भने हजुरहरूले कमेन्ट गरिदिनु होला र यो भिडियोलाई प्लिज सब्सक्राइब लाइक सब हानिदिनु होला सेयर पनि सकेसम्म हानिदिनु होला गाइज यस फाइनल्ली भाइले भनेको जस्तै भाइको भ्लगलाई चाहिँ सबैले माया गरिदिनु होला अनि त्यही हो अब भाइले देखेको सपना चाहिँ जसरी नै पुरा गर्नु छ सो अब हेरौँ भाइलाई अब कतिको उ गर्न सकिन्छ भाइलाई चाहिँ अब उसको अझै 1.5 वर्ष बाँकी छ 1.5 वर्षसम्म चाहिँ उसले एजुकेसन फिजिकल सबै खतरा बनाउनु पर्नेछ सो अब पहिलो इन्टेकमै सिधै युके हान्नुपर्ने छ भाइलाई चाहिँ सिधै युके पठाउनु पर्ने छ सो यही हो हाम्रो गोर्खाको चाहिँ वनकालिका भन्ने चाहिँ यस्तो छ देख्न सक्नुहुनेछ यस्तो छ यस तल मान्छे होला यस किलोमिटर आउनुहुँदैछ अहिले यस फाइनली गाइज हामीले होइन 2 किलोमिटर ठ्याक्कै 7 मिनट के अरे कति 25 सेकेन्डमा के अरे पुरा गरेको छौँ यसको के अरे टाइम लिमिट चाहिँ 8 मिनट थियो अब हामीले अहिले राम्रो गरेको छौँ अब भोलि झन् राम्रो गर्नेछौँ हामी थोरै भए नि 10-15 सेकेन्ड एक दिनमा घटाउन सक्यो भने अबको आउने युके वा ब्रिटिस आर्मीमा म फर्स्ट पेजमै सिलेक्सन हुन्छु यस पक्कै पनि अहिले हामी चाहिँ वनकालिका पुगेर अनि यहाँ आएपछि चाहिँ छुट्टीहरू खाँदैछौँ भाइलाई यसो दकुराउँदैछु म चाहिँ अनि आफ्नो हेल्थको लागि पनि दकुरिराखेको छु म चाहिँ सो यस्तै हो अनि म देखाउँछु त अनि हाम्रो गोर्खा चाहिँ कस्तो छ भनेर यो चाहिँ खाब्दी भन्ज्याङ यस्तो चाहिँ छ है त हाम्रो खाब्दी भन्ज्याङ पहिला हाम्रो बाबाहरू पढ्नु भएको स्कुल यही हो खाब्दी भन्ज्याङ अनि हामी चाहिँ जाँदैछौँ अहिले सो गाइज अहिले चाहिँ हामी फर्किँदैछौँ बाटोमा अनि अब घर आइपुग्न लाग्यो गाइज घर आइपुग्न आँटेर चाहिँ हामी दाजुभाइ गफ गर्दै हिँडिराखेका छौँ हामी हाम्रो प्यारो गाउँको भ्यू पनि इन्जोय गर्दै हिँड्दा छौँ गाइज हामी अब हजुरहरू नि हेर्न चाहनुहुन्छ भने एकचोटि कमेन्ट गर्नुहोस् म हजुरलाई हाम्रो गाउँको पुरै प्रत्येक होइन हरेक ठाउँको म भिडियो खिचेर हजुरहरूलाई हालिदिनेछु पक्कै पनि हजुरहरू प्लिज कमेन्ट लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला मजाले सबैले पड्काउनु पर्यो मजाले पड्काउनु पर्यो सब्सक्राइब बटन चाहिँ अनि हामी चाहिँ अब रुम रे उता काठमाडौँमा रुम भने नि हामी चाहिँ अहिले घर जाँदैछौँ अनि हामी दाजुभाइ चाहिँ अब जानेछौँ अनि त्यसपछि कुलडाउनहरू गरेर हामी अनि त्यसपछि ओभर थके लागेको छ अब चाहिँ हामी रेस्ट पनि गर्दैछौँ थोरैमा पनि 5 किलोमिटर दौड्यौँ भने गाइस 5 किलोमिटर त एकदम कम हो कम त होइन कम हो एकदम हामीले डोकोमै 20 किलोमिटर हानेको छौँ अनि होइन फर्स्ट भाइको लागि चाहिँ फर्स्टमै हो अनि भाइको चाहिँ फर्स्ट हो अनि त्यही भएर अब भाइलाई चाहिँ रनिङले त अब भाइले त गरिरहनु भएको अनि त्यही भएर अनि भाइको चाहिँ अब रनिङ स्टेपहरू सिकाउँदै रनिङको स्टेपहरू सिकाउँदैछु अनि पुसअप पुलडमहरू एकदम अब भाइलाई चाहिँ पानी बनाएर चाहिँ गोर्खाको पोखरा पठाउने हो के अरे अब बाँकी यो 2 वर्ष पछाडि चाहिँ अनि त्यही हो अरू त ब्रिटिसमा भिड्ने त्यही हो अनि अरू त अब यस्तै हो होइन अनि अब भाइलाई चाहिँ टक्क अब 2.5 वर्ष मजाले उसले एजुकेसन अनि फिजिकल गर्छ अनि उसको इच्छा पनि हो रहर पनि हो लौरे भन्ने चाहिँ अनि त्यसपछि त्यही हो अब भाइलाई चाहिँ एकदम राम्रो गाइडेन्सको आवश्यकता छ यो अनि हजुरहरूले माया पनि गरिदिनु होला अब कस्तो भिडियोहरू चाहिन्छ
हजुर कमेन्ट गर्नु कमेन्ट गर्नु पऱ्यो। अनि त्यसपछि कमेन्ट गरेपछि भाइले त्यस्तै खालको कन्टेन्टहरू लिएर आउनेछ। नयाँ नयाँ कन्टेन्ट भाइले लिएर आउने नै छ अवश्य पनि। सो सबैले माया गरिदिनु होला है त। ल आजको लागि चाहिँ यति नै। सो सी यू गाइज, भोलि हामी अर्को भ्लग लिएर आउनेछौँ। सो आजको लागि चाहिँ यति नै। सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला फेरि पनि। सो यस त ल थाहा हानिदियो।